के यस्तरी हुन्छ है। 2 नम्बरे काम भनेको यस्तरी हुन्छ, लुकाउने हो। साथीहरू आज म एकदमै खतरनाक भिडियो लिएर आएको छु हो। यहाँ चाहिँ साउदीमा चाहिँ यहाँ एकदमै टाइट हुन्छ कानुन भन्छ होइन, तर पनि यहाँ यो चुरोटहरू खैनीहरू यस्तो यो जर्दा के अरे त्यो मुखमा चपाउने के भन्छ सुपारी जस्तो हुन्छ नि, तिनीहरू चाहिँ पुरै अलाउड छैन के। त्यो यिनीहरू चाहिँ मार्केटमा नि पाउँदैन हो, तर यिनीहरू चाहिँ एकदम भित्र हो। चोरी सबैले 2 नम्बरे काम गरेर बेच्छ हो। त्यो चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु हो। तपाईँहरूलाई कसरी के गर्दो रहेछ मान्छेले भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु। मजाले भिडियो अन्तिमसम्म हेरिदिनु होला ल। कसरी 2 नम्बरे काम हुँदो रहेछ यहाँ पनि, कसले गर्दो रहेछ, कुन टाइममा गर्दो रहेछ भन्ने कुरो म देखाउन गइरहेको छु हो। ल हेलो साथीहरू, नमस्ते, गुड इभिनिङ। सबैले मेरो फेरि अर्को भिडियोमा स्वागत छ। आज चाहिँ हामी यो साउदीको यहाँ के अरे यो सनाया भन्ने ठाउँमा जाँदैछौँ केही सामान लिनको लागि साथीहरूसँग। म तपाईँहरूलाई त्यतासम्म जान लागेको, त्यही भएर म चाहिँ रुममै छु, रेडी भएर साथीहरूलाई म चाहिँ पर्खिरहेको छु। ल गाइस, हामी अब बाहिर बाटोमा छ भाइ। हजुर, विशेष अब आज हामी किन जाँदैछौँ भाइ? भिडियो बनाउनदेखि खासमा भन्नुपर्दा अरू त दाइ मोबाइलको ग्लास चेन्ज गर्नु छ होइन। यो चाहिँ हाम्रो नयाँ आएको साथी, म अहिले उसँग पनि हैदराबादबाट उसलाई चाहिँ यसो आएको हप्ता दिनबाट नै मैले घुम्न जाम भनेको थिएँ। यसलाई पनि यसो घुमाम न त, मलाई दाइहरूले घुमाए, उसलाई पनि घुमाम भनेर हिँडेको। खासमा गन्तव्य चाहिँ के हो? भाई आपका नाम क्या है? कृष्णा। आप इंडिया से? हैदराबाद से। तो आज क्यों जा रहे हैं हम लोग बाहर? आज छुट्टी के दिन कुछ एंजॉय करने के लिए बाहर जा रहे हैं, थोड़ा खाली टाइम पास करने खाली टाइम पास है। ठीक है। और आप इधर के किचन में काम कर रहे हैं? हाँ, किचन में। हाँ, कौन सा सेक्टर में काम कर रहा है? इटालियन। हाँ, इटालियन बंधु। कैसे हुआ भाई? What's your name? इटालियन What's your name? तहिदुल इस्लाम सुहाग। Okay. Where are you from? किधर से आप? We are from भैया किधर से? आप किधर से? Where are you from? इधर से मतलब आप कौन सा देश से है? कौन सा देश का? from बांग्लादेश में। बांग्लादेश। ओके। आप किधर से कितना महीने हुआ इधर काम कर रहा? 10 month running. Okay. So 2 years. okay. So why you go to the सनाया? क्यों जा रहे हैं आप आज सनाया? आज क्यों जा रहा है? कुछ काम है या घूमने के लिए जा रहा है? कुछ काम नहीं है, घूमने के लिए जा रहे हैं, कुछ खाने का काम है। मित्रहरू ऊ चाहिँ बङ्गलादेशबाट हो। भर्खरै आएको हो, एक साल पनि भएको छैन, 9-10 महिना भयो। अलिकति उसले चाहिँ भाषा राम्रो बुझ्नु। ल साथीहरू, सनाया आइपुग्यो। यहाँ चाहिँ धेरै जस्तै गाडीहरू बिग्रेको रिपेयर गर्ने ठाउँ हो। गाडीहरू रिपेयर गर्छ, गाडीहरू वास गर्छ। यसलाई खासै सनाया भन्दो रहेछ यहाँको लोकलहरूले। तर सनाया भनेको चाहिँ
सिटीको नाम हो भन्ने लागिरहेको थियो मलाई चाहिँ, तर पछि चाहिँ होइन रहेछ। म भ्रममा रहेछु। यस्तो रे इ सबै होइन बजार जस्तै छ। सबै बङ्गाली र पाकिस्तानीले भरेको छ, जहाँ गए पनि यिनीहरू। तरकारी लाने रे भाइले, तरकारी हेर्नु पर्ने भयो। के लाने भाइ? यो टमाटर कसरी सोधा त? 5 ल साउदीमा कसरी 2 नम्बरे काम हुन्छ म तपाईँहरूलाई देखाउने छु। के अरे यहाँ चाहिँ अब यस्तरी हुन्छ कि लुकाउने हो टक्क, के लुकाउने टक्क हो, यसरी लिने होइन। अनि यस्तरी बस्ने टक्कसँगले के यस्तरी हुन्छ है। 2 नम्बरे काम भनेको यस्तरी हुन्छ, लुकाउने हो बेच्ने हो, यस्तरी 2 नम्बरे काम भइरहेछ यहाँ। ल यस्तो हुन्छ है, इलिगल काम भनेको यस्तरी हुन्छ। यहाँ लिने दिने काम यस्तरी हुन्छ। यो सबै 2 नम्बरे कामको लागि बसेकोहरू हुन्। सबै चाहिने सामान बेच्छन्। सबै यो टाकासँगले आउने यस्तरी बेच्ने 2 नम्बरे कामहरू गर्छन् टक्कसँगले। सबै भित्र बसेको बङ्गालीहरूले जहाँ गए पनि पसलमा चाहिँ राज गरेरै छोड्ने। सबै कस्टमरहरू सबै यहीँभित्र छ। बाहिर म चाहिँ चिसो खानु थालेँ। के खाँदैछौ भाइ? माउन्टेन ड्यू। म चाहिँ कोटरेट। ल साथीहरू, अब लगभग अब हामी चाहिँ फर्किने बेला भयो। ल साथीहरू हो, अन्त अब हामी फर्केको। सबै साथीहरू अगाडि छ, म चाहिँ पछाडि हो। साथीहरूले सबै कोही घुम्न आएको थिए, कोही केही खतरा सामान लिनलाई। म चाहिँ खासै मेरो काम थिएन, अलिअलि सब्जीहरू सकेको थियो, त्यही हो सब्जीहरू लियो। अनि तपाईँहरूको लागि पनि यो ठाउँ देखाउन बनाएको हो। यहाँनिर हामीलाई वेलकम गरिरहेछ यहाँ। वेलकम गरिरहेछ यसले चाहिँ। ल साथीहरू हेर्दै गर्नु होला। अब म रुम पुगेपछि टाइम के कस्तो हुन्छ त्यो अनुसार तपाईँहरूलाई रुम पुगेपछिको भिडियोको चाहिँ देखाउने छु। नत्र भने टाइम के कस्तो हुन्छ, नत्र भने सायद अब अर्को भिडियोमा हामी भेट्नेछौँ है त नि। ल